हेलो एभ्रिवान, नमस्ते साथीहरू। आज म नेपाली वुमेन्स क्रिकेट टिमका मुख्य प्रशिक्षक हर्षल पाठकको बारेमा चर्चा गर्न तपाईँहरूमाझ उपस्थित भएको छु। आशा छ मन पराइदिनु हुनेछ। नेपाली वुमेन्स क्रिकेट टिमले पहिलोपटक इन्टरनेसनल कोचेसका रूपमा हर्षल पाठकलाई पाएको छ। हर्षल पाठकको कुराकानी गर्ने भने हर्षल पाठक एकदमै एक्सपिरियन्स कोचेसका रूपमा पर्नुहुन्छ। 2 दशकभन्दा लामो कोचिङ एक्सपिरियन्स रहेको छ उहाँको र उहाँ चाहिँ इन्डियाको पुणेबाट बिलोङ्स गर्नुहुन्छ र उहाँको क्रिकेटिङ कोचिङको एचिभमेन्ट्सहरूको कुराकानी गर्ने भने उहाँले चाहिँ महाराष्ट्रको टिमलाई चाहिँ ब्याटिङ तथा सहायक प्रशिक्षक रूपमा पनि काम गरिसक्नु भएको छ र उहाँले महाराष्ट्रको टिमलाई ब्याटिङ तथा सहायक प्रशिक्षकको रूपमा काम गरिरहँदा रणजी ट्रफीको फाइनलसम्म पनि पुगाउनु भएको छ। त्यस्तै उहाँ चाहिँ थाइल्यान्डको वुमेन्स क्रिकेट टिमको मुख्य प्रशिक्षकको रूपमा पनि काम गरिसकेको अनुभव उहाँलाई छ र थाइल्यान्ड्सको वुमेन्स क्रिकेट टिमको मुख्य प्रशिक्षक भइरहँदा उहाँले चाहिँ थाइल्यान्ड्स वुमेन्स क्रिकेटलाई 2020 को वर्ल्ड कपको सम्म पनि पुगाउनु भएको थियो। त्यस्तै चाहिँ उहाँले चाहिँ थाइल्यान्ड्सको वुमेन्स क्रिकेटलाई नै एसिया कपको सेमी फाइनलसम्म पनि पुर्याउनु भएको थियो र तथा चाहिँ उहाँ चाहिँ थाइल्यान्ड्स क्रिकेट बोर्डको चाहिँ डाइरेक्टरका रूपमा पनि काम गरिसकेको अनुभव चाहिँ उहाँलाई रहेको छ। त्यस्तै वर्ल्डकै वान अफ द रिनाउन्ड क्रिकेटर तथा इन्डियन्स वुमेन क्रिकेट टिमकी क्याप्टेन हरमनप्रीत कौरको पर्सनल कोचेसका रूपमा पनि 2 वर्षको अनुभव चाहिँ हर्षल पाठकलाई रहेको छ। नेपाली वुमेन्स क्रिकेट टिमको कोचिङका रूपमा नियुक्त भइरहँदा हर्षल पाठकलाई भवानी चुनौतीहरू भने ब्याटिङ, बलिङ तथा फिल्डिङ तीनटै डिपार्टमेन्टमा उहाँले वुमेन्स टिमको सुधार ल्याउनु पर्नेछ। त्यस्तै आउँदै गरेको होम ग्राउन्डमा हुने वर्ल्ड कप T20 क्वालिफाइड्स वुमेन्सको क्वालिफाई गराउनु उहाँका महत्त्वपूर्ण चुनौतीहरू हुनेछन्। त्यस्तै उहाँको कोचिङ फिलोसफीको कुराकानी गर्ने भने उहाँ चाहिँ बलिङ, ब्याटिङ तथा फिल्डिङ तीनटै डिपार्टमेन्टमा सुधार ल्याउन सक्ने कोचेसका रूपमा मैले लिएको छु। त्यस्तै उहाँ चाहिँ प्लेयर्सहरू चाहिँ फिल्डभित्र चाहिँ सेल्फ मोटिभेसन, सेल्फ डिसिजन लिन सक्ने तथा सेल्फ बिलिभ हुनुपर्छ भन्ने कुरामा पनि उहाँ चाहिँ बिलिभ राख्नुहुन्छ र आगामी आउने कोचिङ जर्नीका लागि हर्षल पाठकलाई अल द बेस्ट भन्न चाहन्छु।